सम्माननीय अध्यक्ष महोदय, आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा गृह मन्त्रालयको बजेट तथा नीतिमाथि यस गरिमामय सदनमा माननीय ज्यूहरूले उठाउनु भएको संवेदनशील प्रश्न, जिज्ञासा, रचनात्मक सुझावका लागि हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्रिय सभामा भइरहेको गहन छलफलमा गृह मन्त्रालयको तर्फबाट नीति कार्यक्रमको स्पष्टता र बजेटको औचित्य प्रस्तुत गर्न पाउँदा मलाई गर्व महसुस भएको छ। मुलुकमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गरी प्रत्येक नागरिकको जीव, धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य दायित्व हो। मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई केवल ट्रेडिसनल सिक्योरिटी एजेन्सीमा मात्र सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउन हाम्रो संकल्प छ। सम्मानित सदनमा माननीय ज्यूहरूले बजेट कार्यक्रम सम्बन्धमा राख्नुभएका विषयमा गृह मन्त्रालयको ध्यान आकर्षण भएको छ। सो अनुसार गृह मन्त्रालयले प्रभावकारी कार्य सम्पादन गर्ने निवेदन गर्न चाहन्छु। अध्यक्ष महोदय, बजेटमा छलफल गर्दा माननीय ज्यूहरूले उठाउनु भएका विभिन्न विषयमा निम्न अनुसार आफ्ना कुराहरू पेश गर्न चाहन्छु। 1. जाजरकोट लगायतका स्थानमा भूकम्पको पुनर्निर्माण बजेट सम्बन्धमा भूकम्प तथा मनसुनजन्य विपद प्रभावित घर परिवारको आवास पुनर्निर्माणमा सरकारले उच्च प्राथमिकता दिइरहेको छ। आगामी वर्षका लागि समेत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत व्यवस्थापन गरिएको छ। दुवै जिल्लामा प्राविधिक कर्मचारी थप गरी निजी आवास पुनर्निर्माण गर्न आगामी वर्षका लागि रु 5 अर्बको स्रोत सहमति अर्थ मन्त्रालयबाट प्राप्त भएको छ र पुनर्निर्माणका लागि निरन्तर कार्य भइरहेको छ। जाजरकोट र रुकुम पश्चिम लगायतका प्रभावकारी जिल्लाहरूमा तत्कालीन अवस्थामा अस्थायी आवासको लागि प्रति परिवार रु 50,000 उपलब्ध गराइएको थियो। सो पश्चात प्राविधिक टोलीले दिएको क्षतिग्रस्त निजी घरको विस्तृत क्षति मूल्याङ्कन डिटेल ड्यामेज असेसमेन्ट प्रतिवेदनले दुवै जिल्लाका पुनर्निर्माणतर्फ 41,297 वटा, रेट्रोफिट तर्फ 11,996 वटा, सामान्य मर्मततर्फ 21,994 वटा घरको सिफारिस गरेको छ। उक्त सिफारिस अनुसार हाल एलडीएमसी स्थानीय विपद व्यवस्थापन समिति र डीडीएमसी जिल्ला विपद व्यवस्थापन समितिबाट थप लाभग्राही कायम गर्ने क्रममा समेत रहेको छ। जिल्लाबाट थप लाभग्राही निर्णय भएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट रकम निष्कासन हुनेछ। विगतदेखि पुनर्निर्माणको काम हुँदै आएको र हालसम्म पूरा नभएकोले मेरो गम्भीर ध्यान आकर्षण भएको छ। यसमा मन्त्रालयले सहजीकरण